आइज नि त नि आज लुवाङ गाउँमा हाई दिदी आज हामी कता लुवाङ गाउँमा है हाजीको घर आएको एकदम खुसी छ अनि हेली बहिनी घर नि आएको हाम्रो हाजीको होमस्टे चाहिँ 3 नम्बर रहेछ है घर देखेर एकदम खुसी भए यही बसिराख्न मन लाग्यो लक्ष्मी गुरुङ प्रोपाइटर दिदी बहिनी मिलेर सबैजना आज यहाँ लुवाङ गाउँमा आमा च्याथु ल ए ल दिदी बाई बाई अब फेरि अर्को भिडियोमा भेटौँला हजुर हजुर आजै भरे साँझ फर्किन्छ हेलो दिदी आज हामी कहाँ होमस्टेमा है ल हाजीको घर यस्तो गार्डनहरु पनि ल ल माइली दिदी साइली दिदी हाजीको कोठारी हेरेको कि ए कति राम्रो भाइ यहाँ हेर्नु त फुल पनि पानी आएको थियो नआयो अब त चिया कोठा है ल यता अर्को दिदी उता भाउजू यता दिदी रेखा दिदी नमस्ते मा हाजीको कोठा हेरेको राम्रो रहेछ एकदम जे पनि हाजीको घर है यहाँ त चटिलो राम्रो आएछ त यो स्वेटर त है ल आउनु न भाउजू यहाँ सेल्फी हाल्नु सेल्फी होइन क्या भिडियो ए लुवाङबाट धम्पुस देख्छ रे अब त यहाँ काशीनोट आए जस्तो पो भयो त त्यसकै भिखमा पो आएर जान्छ काशीनोटको भिखमा पो रहेछ हामी यता धम्पुस लालुपाते लालुपाते हेर्नु यहाँ कति राम्रो देखिन्छ धम्पुस के पाइहाल्यो कति छ्यामा लङ्गाउमा फुलै फुलेको कति राम्रो कुन गाउँ रहेछ त्यो कि खाएको हामीले यही पानी होला नि बाबा दुख्ने भन्छ मैले योले मलाई लुटुको भएछ त्यसले हमिङे होले ल कतिको बलियो छ यो उकालोमा हेरेपछि थाहा पाउँछ डाले घाँस हेर्नु न कति धेरै घोडाको होइन यो आँटी डाले घाँस अहिलेसम्म नखुवाल्छ पात झरिसक्यो हाई भेन लङ्गावाको खाना खाएर उकालो चढेको चियाबारी लङको मुर्गे त नि गाह्रै छ यति चाहिँ उकालो है कम झरी भने म त चियाबारी यता होला भने गाह्रो छ लुवाङ बुद्ध पार्क निर्माणको लागि सहयोग गर्ने सहयोगदाताहरूको लिस्ट नामावली लुवाङ यो बुद्ध पार्क 5,555,000 5,00,000 दिने
मान्छेहरू छ तल आउने गरेर खिच्थ्यो अरे के भाबी सिँढीमा ल लाग्छ नाचे सबै नाच्यो भने ये बुबु हा ओहो ल भेडा भेडा चराको कतिवटा छ दिदी भेडा जम्मा ए ल ल हुन्छ दसैँमा आउनु पर्ला लिन हस् हस्